कमेडी भिडियो बनाउन आउँदैन भने यो भिडियो हेर्नुस्। स्क्रिनशटदेखि भिडियो कमेडी कसरी बनाइन्छ छैन भने डाउनलोड गर्नु होला, प्ले स्टोरमा गएर ओपन गर्नु भिडियो फोटो कलेज भिडियो, त्यसपछि न्यू प्लस, त्यसपछि ब्ल्याङ्क राख्न पर्ने हुन्छ है। अर्काको भिडियो जोड्न हुँदाखेरि यो इम्पोर्टेन्ट हो, यसले कालो के देखाएन भन्नुलाई इम्पोर्टेन्ट हो। अब त्यसपछि प्लसमा जानुस्, त्यसपछि भिडियो सिलेक्ट गर्नु होला। मैले गरिसकेँ। यसको अब म रेसियो मिलाउँछु। 9:16 छ, 9:16 चाहिन्छ। 16:9 भनेको लामो भिडियोको लागि युज गरिन्छ। तपाईले क्रोप नगर्दा नि हुन्छ, यति गरेर यसलाई हटाउन नि सक्नुहुन्छ। वाटरमार्क आउँदैन, लास्टमा यो फाल्न पर्छ, यो फ्री रिमुभबाट। त्यसपछि अब यस्तो छ, यस्तो छ। अब यसलाई म म्युट राख्छु। यसको लागि ठ्याक्कै मिल्ने कमेडी भिडियोको लागि तपाईले युट्युबमा गएर फ्रीमा भेट्न सक्नुहुन्छ यस्तो। त्यसपछि अब यो भिडियो तपाईको यहाँदेखि यहाँ अब यति गरिसकेपछि यसलाई स्प्लिट गर्नु होला। स्प्लिट गरिसकेपछि पिपमा गएर ठ्याक्कै यसैलाई मिल्ने खालको भिडियो हामीलाई जरुरी चाहिँ हुन्छ। यस्तो राख्न पर्ने हुन्छ, यस्तै। अब त्यसपछि म के गर्छु भने यो अडियोमा गएर जुन भाग छ यसलाई हटाएर यसको यहाँसम्म यो भाग छ, यो भागलाई मैले हटाइदिन्छु ताकि यसकै मात्र क्लियर आओस्। यहाँ हेर्नुहोस् है। रुको जरा, सबर करो, बोला धक्का मुक्की नहीं करने का, आराम से लेने का। हाँ। अब त्यसपछि के गर्नुस् भने अब हामीले फेरि त्यही भिडियो यहाँ ल्याउन पर्ने हुन्छ, त्यही भिडियो फेरि उठाउन पर्ने हुन्छ। उठाएर अब यसलाई हामीले के गर्न पर्छ भने यो जुन जहाँदेखि यो मान्छे यहाँसम्म त माथिको त्यो उसले बोलिरहेछ, अब यहाँदेखि यसलाई स्प्लिट गर्नु होला। स्प्लिट गरेर यो भागलाई पनि हटाइदिनु। फेरि यो भागलाई यहाँसम्म यो भाग अर्कैको त्यो त्यहाँ रोक भने छ त्यहाँसम्म गर्ने। अब यहाँ हेर्नु अब कस्तो आउँछ भने रुको जरा, सबर करो, बोला धक्का मुक्की नहीं करने का, आराम से लेने का। हाँ। अब बान्दैछ। त्यसपछि अब के गर्नुस् भने यहाँ यस्तो भइसक्यो ताकि मैले तपाईहरुलाई सजिलो गरी सिकाउन खोजेको। अब यसलाई यसो के गर्नु भने अब त्यसपछि तपाईले यहाँ लास्टमा गएर तपाईले यो तलबाट पनि राख्न सक्नुहुन्छ, म माथिबाटै राख्छु ताकि अब यसलाई ठ्याक्कै हाँस्ने खालको एउटा मसँग अर्को पनि छ। यो अनिवार्य चाहिन्छ कमेडी भिडियोको लागि है त। यो राख्छु म यो है। अब म यसलाई जुम गरेर गर्छु अनि अब त्यसपछि यहाँ हेर्नुस् है त। अब यो हाँसेको आयो, यो माथिको हाँसेको त्यो यो हाँस्नु भन्दा अगाडि आयो। अब यसलाई के गर्नुपर्छ भने यो जुन यो हाँसेको छ नि यसलाई म यहाँसम्म यसलाई स्प्लिट गरेर म हटाइदिन्छु र अनि यसलाई यो लामो भएको हुनाले गर्दा अब यसलाई म यहाँसम्म ल्याउँछु ताकि अनि यो लामो भाग एक्स्ट्रा भागलाई हटाउन पर्ने हुन्छ। त्यसको लागि तपाईले अब यहाँसम्म त्यसको आयो। अब त्यसपछि यसलाई पनि एक्स्ट्रा भागलाई हटाइदिनु होला। यो अलिकति भएको नि म हटाइदिन्छु। अब त्यसपछि अब यो माथिको यो सँगलाई मिलाउन पर्ने हुन्छ। यो लामो छ, यो भागलाई पनि हटाइदिनु होला। अब एकचोटि हेरौँ है त। रुको जरा, सबर करो, बोला धक्का मुक्की नहीं करने का, आराम से लेने का। हाँ। अब यो गाइज यो जुन भाग यो आइरहेछ नि यसलाई पनि हटाइदिन पर्छ। हेर्नुहोस् अब ताकि अब यो अनि त्यसपछि तपाईले अब यो कलरहरु पनि चेन्ज गर्न सक्नुहुन्छ, फिल्टरहरु है सबै अब अर्कै खालको राख्छु भन्दा नि तपाईले राख्न सक्नुहुन्छ। हरेक कुराहरु छ। अनि तपाईले
यो टेस्टमा गएर तपाईँले यहाँ केही लेख्न सक्नुहुन्छ। त्यसपछि तपाईँले कस्तो खालको राख्ने हरेक तरिकाको छ, स्याडोहरू हरेक छ होइन। तपाईँले जुन मनपर्छ त्यही राख्न सक्नुहुन्छ है त। अब यही राख्छु भन्दा नि भयो, यो राख्छु भन्दा नि भयो, यो राख्छु भन्दा नि भयो। म चाहिँ यही राख्छेँ। अनि त्यसपछि तपाईँले जस्तै यो पुरै फुल गर्नु होला। अनि म सुरुमा देखाउँदिनँ लास्टमा देखाउँछु भन्नुहुन्छ अरे अब यो तपाईँको अलिकतिमा देखिन्छ। है सुरु भइसकेपछि अनि अब यसलाई अझै म मिलाउँछु भन्दाखेरि तपाईँको यति पारेर पनि राख्न सक्नुहुन्छ। त्यसपछि अब तपाईँले के गर्नु भने अनि यो रिमो गर्न पर्ने हुन्छ है। यो वाटरमार्क विज्ञापन दिन्छ। मेरो चाहिँ गाइज फाइनली हटिसक्यो, हेर्नु छैन है। अनि त्यसपछि एक्सपोर्ट गर्नु होला है त 1080 मा गएर। रुको जरा, सबर करो, बोला धक्का मुक्की नहीं करने का, आराम से लेने का। हाँ